सबैजना साथीहरूले थाहा पाइसक्नुभयो होला, बहस सकिसकेको छ। सर्वोच्च अदालतमा सबै पक्षको बहस सकिएको छ। अब केही बेरमै फैसला आउनेवाला छ। हामी यहीँ छौँ। ल त्यहाँ सकेपछि एकछिन 2 मिनट जति बाहिर निस्किनु पर्ने भयो। बाहिर छौँ हामी। हजुर। अनि अब केही समयपछि तपाईँहरूलाई चाहिँ गुड न्युज सुनाउनको लागि हामी आतुर छौँ। आज रवि दाई चाहिँ सर्वोच्चको जुन फैसला आउँछ त्यो फैसलाबाट न्याय पाएर खुला आकाशमा नै चाँडै आउनु हुनेछ भन्ने कुरामा पनि हामी विश्वस्त छौँ। मैले बारम्बार तपाईँहरूलाई मेरो लाइभ मार्फत पनि जानकारी दिँदै आइरहेकी छु। धेरैभन्दा धेरै साथीहरूले चिन्ता व्यक्त गर्नुभएको छ, चासो लिनुभएको छ, रवि दाईको खबर सोधिरहनु भएको छ। म लाइभमा पनि निरन्तर रूपमा थिएँ, अघि पनि थिएँ। अहिले चाहिँ अब केही साथीले लाइभ हेर्न पाउनु भएको छैन भने चाहिँ मैले यो छोटो भिडियो बनाएर पनि जानकारी गराउन चाहेँ। केही बेरमै फैसला आउनेवाला छ र आज नै हामी रवि दाईलाई स्वागत गर्नको लागि आतुर छौँ। सम्भवतः आजको फैसलाले हामीलाई विमानस्थलसम्म पुर्याउँछ होला। रवि दाईलाई स्वागत गर्नको लागि हामी जाँदैछौँ। साथीहरू भर्खर बाहिर निस्केका थियौँ, फेरि हामी जाँदैछौँ। बहस सकिएपछि चाहिँ फैसला कुर्ने क्रममा हो। अब राम्रै आउँछ, जे हुन्छ राम्रोको लागि हुन्छ र सत्यले जित्छ भन्ने कुरामा हामी ढुक्क छौँ साथीहरू। ल त, धन्यवाद।